17 वर्ष अघि 19 दिनसम्म चलेको जनआन्दोलनसँगै 19 जनाकै बलिदानले तत्कालीन महाराज धिराज श्री 5 ज्ञानेन्द्र वीर विक्रमले गद्दी मात्र छोडेनन्, राजमुकुट र राजदण्ड चिरकालसम्म सुरक्षित राख्न पत्रकार सम्मेलनमा नै आग्रह गरे। अनि जेठ 29 गते राति आफैले नारायण हिटीबाट गाडी हाँकेर हात हल्लाउँदै हाँसी हाँसी बाहिरिए। राजगद्दी त्याग्नु पर्दा राजा अलिकति पनि हताश देखिएका थिएनन्। शाहवंशको इतिहास मेटियो, नेपालको इतिहास फेरियो, तर पनि राजाको मुहारमा कुनै दुःख, पीडा, वियोग, वैराग झल्केको देखिएको थिएन। तर 17 वर्षपछि 2 दिनको आन्दोलनमा 76 जना स्कुल कलेजका भाइ बहिनीहरूको बलिदानी पनि झण्डै 2/3 नजिक रहेको सरकारका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली न कुनै पत्रकार सम्मेलन, न देशवासीका नाममा सम्बोधन, न कुनै विदायी, बालबाटारबाट ज्यान जोगाउन प्रधानमन्त्री पदको राजीनामाको पोस्टा नेपाली सेनाको हातमा थमाउँदै तीनै सेनाको सहारामा हेलिकप्टर चढेर सेनैको ब्यारेकमा 8 दिनसम्म भूमिगत भए। त्यसपछि न कुनै पश्चाताप, न कुनै सहानुभूति, उल्टै अहंकार, आक्रोश, पीडा मात्र होइनन्, युवाहरूको बलिदानीलाई नै इन्कार, सडकबाट जेएनजीले बनाएको सरकार नमान्ने, घोषित चुनावमा नजाने, छानबिन आयोग नमान्ने, उल्टै धम्की आइरहेको अवस्थामा कस्तो प्रजातन्त्रको अभ्यास हामीले 7 दशकभन्दा बढी गरेका रहेछौँ भन्ने प्रश्नको उत्तर यति बेला सबैले खोजिरहेका छन्। जनताले राजा ज्ञानेन्द्रलाई पनि सडक